नमस्कार साथीहरु, टीएससी लाइसेन्सको लागि मैले यो 8 वटा क्वेशन लिएर आएको छु। यो क्वेशन शिक्षाको नवीनतम चिन्तनबाट 9 वटा यो तेस्रो भिडियो रहेको छ। अरु भिडियो पनि तपाईले गएर यो प्लेलिस्टमा हेर्न सक्नुहुन्छ। साथीहरु, यो क्वेशनमा धेरै कुरा छ। तपाईले यो भिडियो अन्तसम्म हेर्नुहुन्छ भने यो क्वेशनको साथै अन्य कुरा पनि जानकारी हुनेछ। त्यसकारण तपाईले यो भिडियो अन्तसम्म हेर्नु होला, किनभने लाइसेन्समा तपाईले धेरै स्कोर गर्नुहुन्छ। त सुरु गरौँ यो भिडियो पहिलो। पहिलो क्वेशन आएको छ, डब्ल्युएच या युएनले बाल मैत्री विद्यालयका कतिवटा पद हुन्छ भनेका छन्। युएनले डब्ल्युएच ले बाल मैत्री कतिवटा पद छ भनेका छन्। यसले भनेको छ यहाँ 9 वटा भनेको छ। अप्सन त 10 11 12 छ, तर यसले भनेको छ 9 वटा। त्यस्तै यहाँ भनेको छ दोस्रोमा, क्वेशन नम्बर दोस्रोमा, नेपालमा बाल मैत्री प्राथमिक विद्यालय सम्बन्ध 2067 अनुसार कतिवटा पद रहेका छन्। अब नेपाल बाल मैत्री प्राथमिक 2067 अनुसार यसले पनि 9 वटा दिन्छ। यसले पनि के लेखेको छ, यसले पनि 9 वटा पद भनेका छन्। अब क्वेशन नम्बर तेस्रोमा छ, पाठ्यक्रम प्रारूप अनुसार विद्यार्थी उपस्थित कति दिनु। पाठ्यक्रम प्रारूप अनुसार विद्यार्थी उपस्थित कति दिनुपर्छ। अब प्रारूप नभएकै हामी 210 दिन लगाउँथ्यौं, तर यहाँ प्रारूप छ, त्यसकारण हामीले यहाँ 205 दिन लगाउँछौं है। तर विद्यालय खोल्नु चाहिँ 220 दिन हो। विद्यालयको पुस्तकालयमा अपेक्षित कति ज्यादा अध्ययन गर्न सकिन्छ। विद्यालयमा जुन पुस्तकालय हुन्छ त्यसमा कति ज्यादा अपेक्षित अध्ययन गर्न सकिन्छ। यदि अपेक्षित छैन, न्यूनतम भए 20 जना, अधिकतम भए 50 जना। त्यसकारण हामी यहाँ के छ, यहाँ अप्सन ए 50 जना हेर्छौं है। अब यही त्यसै छ, कक्षा कोठामा न्यूनतम कति जनाको लागि हुनुपर्छ। कक्षा कोठा न्यूनतम कति जनाको लागि हुनुपर्छ। अब यहाँ छ 50, 41, 21 अनि 27। त्यसकारण यहाँ न्यूनतम 50 जनाको लागि हुन्छ यहाँ है। 50 जनाको लागि हुन्छ, कक्षा कोठा न्यूनतम 50 जनाको लागि हुन्छ। क्वेशन नम्बर 6 मा छ, विद्यालयमा शिक्षक अपेक्षित उपस्थिति कति जना हुन्छ। अब हेर्नुस्, यहाँ अब सोच्ने कुरा छ। अब शिक्षक अपेक्षित, अब त कसैले चाहन्छ त 100% देस्, त्यसकारण हामीले यता जाँदैन, हामीहरु यहाँ 100% मा जान्छौं, किन अपेक्षित 100% हुन्छ। न्यूनतम चाहिँ 92% हो, तर अपेक्षित चाहिँ 100% हुन्छ। त्यस्तै क्वेशन नम्बर 7 मा छ, विद्यालयको अपेक्षित दूरी कति किलोमिटर हुनुपर्छ। विद्यालयको अपेक्षित दूरी कति किलोमिटर हुन्छ। 1 किलोमिटर अर्थात 1000 मिटर वा 15 मिनट दूरी हुनुपर्छ। यो 15 मिनट दूरी यहाँ दिएको छैन, तर यसको सही आन्सर हुन्छ सी 1 किलोमिटर। 1 किलोमिटरलाई यहाँ तपाईले 1000 मिटर दिन सक्छ अप्सनमा, त्यो विचार गर्नु होला। क्वेशन नम्बर 8 मा छ, विद्यालयले शौचालय न्यूनतम कति जनाको लागि 61 चाहिन्छ। विद्यालयमा शौचालय न्यूनतम कति जनाको लागि 61 चाहिन्छ। अप्सन छ यहाँ 20 जना, 30 जना, 40 जना, 50 जना। यो विद्यालयमा न्यूनतम 50 जनाको लागि 61 शौचालय चाहिन्छ, त्यसैले यसको सही अप्सन हुन्छ 50 जना। साथीहरु, यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्टमा अब प्रतिक्रिया जनाउनु होला। साथै यो भिडियो तपाई पेजमा हेर्नु भएछ भने पेजलाई लाइक फलो गर्नु होला। धन्यवाद।